हेलो गाइज, हामी चाहिँ अब घाँस काट्न जान लागेको हो। छोरी बुहारी म नाम्लो बनाउँदैछ यहाँ छोरी चाहिँ। अनि हाम्रो माम पनि हुनुहुन्छ यहाँ। अब हामी जाँदै, अब हामीसँग एउटा कुकुर पनि छ। यो कुकुरको नाम चाहिँ फुच्चे हो। अब जाने घाँस काट्ने हो। अब तपाईहरुलाई देखाउँछु नि म हाम्रो गाउँतिरको ठाउँ। जाने घाँस काट्ने अब यस्तै हो। हेर्नु बाटोघाटो यस्तै छ हाम्रो त। हाम्रो घरतिरको मकैहरू भर्खर यस्तो हुँदैछ। अब बाटो यस्तै छ, के गर्नु बाटो यस्तै छ हाम्रो गाउँतिरको। पुल बन्दैछ, कति लामो पुल बन्दैछ यतातिर त फास्ट्यागतिर। अब अहिले चलेको फास्ट्यागतिर हो। बाटो यस्तो छ, बाफ रे बा। बाटै कति गाह्रो बाटोहरू छ भने। बाटो राम्रो छैन फास्ट्यागले गर्दा। धेरै पुलहरू पुल अब यहाँ पनि खतरा पुल छ। अब यो पुल कहिले चाहिँ बनेर सकिने हो थाहा छैन, तर बन्दै चाहिँ छ। तर दामी छ, बन्दैछ। अब जङ्गलतिर लागेको हामी। लागेको अब घाँस काट्न लागेको। अनि बुहारी छिरेर घाँस काट्नु भइसक्यो बरु। भारी पुग्यो। अब चाहिँ घर जान लागेको हो हामी पनि। भारी पुगिसक्यो। बुहारीले घाँस पनि धेरै काट्यो। अब जान लाग्यो। अब जाँदै गर्दा अब त्यो बच्चाहरू त्यो पौडी खेलिरहेको रहेछ। पौडी खेल्दाखेरि अब कराइरहेको थियो, अब नखेल डुब्छ भनेर, बाहिर निस्क्यो भनेर। नमानिरहेको, बल्ल बाहिर निस्केको। बच्चाहरू जति भने नि मान्दैन। अब यस्तो फोहोर पानी पौडी खेल्छ। अब गयो